Hi guys, welcome back to my channel. आज चाहिँ हामीहरु जाँदैछौं घुम्न धांगेती. अलिकति कारण नाम छ धांगेती भन्ने आइल्यान्ड हो. त्यहाँ घुम्न जान लाग्यो. First of all, let's take a shower quickly and त्यसपछि मजाले आएर भन्छु. So guys, म पनि भर्खरै shower गरेर फ्रेश भएर आएँ. अब दिदीले मेलाई तरकारी बनाइदिनु छ अनि त्यसपछि भात बसाल्नु बाँकी छ. बाँकी सबै गर्छको भयो. त्यसले उताबाट गरेछ किन गरेको छैन मिला देखेर. So this is नयाँ दुलै भनेको चाहिँ अर्चना दिदी अनि this is me and this is सोना. हामी ट्याक्सीमा यति हतारमा चढ्यौँ. सामान हसाङ बसाङ गर्दै अझै के मिलेन मेकअप लाइन भएन के भएन भन्दै उठ्दा राति 2 बजे सुतेथ्यौँ. त्यही पनि भ्याएनौँ. बिहान कति बजे उठ्यौँ 7 बजे हैन त्यही पनि भएन. 9 बजे उठ्यो. के उठ्छ 9 बजे झुट बोले के 9 बजे उठ्दैन. हैन 9 बजे उठेको 9 बजे उठेको. साँच्चै पनि हो त्यही भन्नु. अहिले चाहिँ हामी सबैजना भेट भयौँ अनि अब स्पिड बोटमा बसिसकेको. अब एकैछिनमा स्पिड बोट हिँड्छ. हामीसँग 20 मिनेटको टाइम छ. स्टार्ट हुनुभन्दा पहिला सबैलाई लाइफ ज्याकेट लिएको छ. अब चाहिँ हामी लाइफ ज्याकेट काम गरेको. त्यस्तो होइन गर्दा दिएको नि ट्राई गरौ. चाहिँ लाउन नआएर उल्टो लाइफ ज्याकेट लगाएको थिएँ. बट सरले मलाई सिकाइदिनु भयो अनि हामी सबैजनाले चाहिँ लाइफ ज्याकेट लगाइसक्यौँ. यसमा चाहिँ साइज वेट अनुसार पनि हुँदो रहेछ कि साइज. एन्ड दिस इज अवर लुक. अब चाहिँ बोट स्टार्ट भयो. लेट्स गो. त्यो बाहिरको पानी हेर्नु कस्तो राम्रो देख्छ यो स्पिड बोट घुर्र गर्दाखेरि. मलाई एकदम मनपर्छ. अनि मोसन सिक्नुहोस् नहोस् भनेर हामी सबैले अदुवा खाइरहेछौँ. हामीहरू फाइनली धांगेती पुग्यौँ अनि एकजना नेपाली दाइ चाहिँ हामीलाई यो रिक्सामा लिन आउनुभएको रहेछ. अब चाहिँ हामी होटलतिर जाँदैछौँ. यो होटल चाहिँ लोकल होटल हो. रिजोर्ट टाइपको होइन होटल चाहिँ हो. मच्छर चाहिँ डेन्जरै आउला. ए यहाँ त मच्छरको त पुरै नभन्नु. आर्या do you want that? No? Oh, thank you. So guys, this is our room. यो चाहिँ हाम्रो खाना हो कि हामी घरबाट खाना बोकेर आएको. अनि यहाँ सोनाको लड्डु सोना दिदी स्पेसल बनाएको लड्डु. अनि यहाँ भित्र चाहिँ फ्रिज छ. अनि हामीले फ्रिजमा घरबाट बनाएको अचार पनि राखिसकेको छौँ. सो गाइस दिस इज द न्यू FD1. सबै खुट्टा हेर्नु. यहाँ चाहिँ के छ भन्दाखेरि चप्पल लाउन नपाउने खाली खुट्टा हिँड्नुपर्ने नियम रहेछ. सबैजना खाली खुट्टा छन्. सी So guys, there's a lot of option for vegetarian dishes. मेरो चाहिँ आज प्लेट फुल भएको छ. हेर्नुस् त कति धेरै छ खानेकुरा. चाहिँ एकदम थाकेको थियौँ त्यही भएर सुत्यौँ. अनि अहिले चाहिँ 4:30-5 बज्न लागेको छ. अनि अहिले चाहिँ नास्ता खाएको अचार र अनि भुजा. अब चाहिँ हामीहरू बाहिर निस्किन थालेको. अब हामीहरू फिसिङ जाने हो. यो चाहिँ मेकअप डन बाई मी हो. यो पनि मेकअप डन बाई मी हो. त हेर त. अनि यो पनि मेकअप डन बाई मी हो. तर देखिसकेन है. अहिले चाहिँ हामीहरू फिसिङ बोटमा बसेर समुद्रको बिचमा आएर फिसिङ स्टार्ट भइसकेको छ. म चाहिँ माछा मार्दिनँ तर सबैजनाको एचिभमेन्ट रेकर्ड गरिरहेको छु. मैले चाहिँ कति शान्त ठाउँमा समुद्रको बिचमा आएर बसेछौँ. सो अर्चना दिदी हाल्नुभयो हजुरले? हालिसक्नु भयो. माछा मऱ्यो कि मरेन भनेर तान्नु त नि. Okay, did they do it? फेरि भागा. तान्नु त खाइराख. हलाउनु अलिकति. तानिराख नि. तान्नु. लेट्स ट्राई त के हुन्छ र. फेरि अलिक माछा पनि गए पनि झ्याउ हुन्छ. तिमीसँग दिउँ. तानी हेर्नु फेरि हाल्नु होला कि छ र. अहिले आउँदा फेरि सबै खाएर आउँछ. अनि खायो भने त्यसको मुख त्यसमा अड्किन्छ नि त. ओ सुनाको खाएर गइसक्यो. ए सुमा सिस्टर
got a tuna. Tomorrow we'll make You guys got any? No? Is that fish? That shining thing? It's the anchor. Okay. Sir? हजुरको आयो कि आएको छैन? खाइरहेछ? Light here or something. खाइरहेछ? हातको छैन। छैन। जस्ताको त छ हजुरको बेड त। यहाँ चाहिँ अहिले बिबिक्यू भइरह। अघि नै मारेको माछालाई यहाँ चाहिँ अहिले पोलेर खान लाग्यो सबैजना मिलेर। एक टोकरी माछा हो। ऊ बिरालो गयो। अर्को खायो। वेट 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 वेट। सो दिस इज मोहितो। मोहितो भनेको चाहिँ स्प्राइटमा पुदिना हालेर काकतिया हालेर बेनुन हालेर बनाउने चिज हो है गाइस। रक्सी भएन नि यो। अब चाहिँ यहाँ डान्सहरू सुरु हुन्छ। सबैजनाले माछा खाइसक्नुभयो। अलिकति घरबाट ल्याएको नास्ता पनि थियो त्यो सबै खाइसक्यौँ। अब एकैछिन डान्स गर्ने रमाइलो गर्ने भन्ने प्रोग्राम छ। लास्टमा चाहिँ हामी सबैजना मिलेर म्युजिकल चेयर खेल्यौँ। सबैजना मिलेर सुरु गरेको। विनरले चाहिँ 100 रुपियाँ पाउने भन्ने कुरो थियो। तर लास्टमा कसैले केही पनि पाएन। खाना आयो रुममा। गाइस यति नाच्यौँ यति खेल्यौँ यति रमाइलो भयो। हजुर दिदी एक्स्ट्रा म्याट्रेस। सो हाम्रोमा त्यो के भन्छ डिलक्स बेड थियो। 3 जना अटेन्ड भनेर अनि एउटा एक्स्ट्रा म्याट्रेस मगाएको। त्यो ल्याउँदै हुनुहुन्छ। दिदी कति राम्रो देखेँ हेरौँ न म क्यामेरामा है। सो गाइस आजको दिन यतिकै बित्यो। मेरो भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। से नेक्स्ट भ्लग बाई 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 गुड नाइट। किनकि रातिको 12 बजिरहेको छ। म सबसे देखेँ भोलि बिहान अर्कै प्लान छ। सी नेक्स्ट भ्लग।